हजुरलाई मेरो युट्युब च्यानलमा नमस्ते छ। आज हाम्रो यो भाइको दोस्रो दिन। अनि भाइ तिमीलाई फर्स्ट दिन त डर लाग्यो भने सेकेन्ड दिन आज कस्तो के भएको छ? आज एकदम ठिकै हो। डर लागेको छैन? छैन। ए ल, सुरुमा के गर्नु पर्यो? सुरुमा पहिला सिट मिलाऊ। सुरुमा सिट मिलाउने। मिलाऊ। अगाडि ताने, त्यसलाई अगाडि तानेर हो स्टिङ समातेर अलिक तान, अलिक थोरै। ल आज हात छोडिदेऊ। ल फुल क्लच ल्याऊ। खुट्टा ब्रेकमा तिमी यो चाक सारे होइन, चाक त ल्याऊ। पछाडिपट्टि सार यसलाई ल फुल क्लच ल्याऊ। ल खुट्टा ब्रेकमा राख। ल चाबी अन गर अझ एकचोटि। होल्ड एकछिन। ल अब स्टार्ट गर। ल अब तिमीले अब 1 नम्बर गियर लाऊ। यसरी गरेर 1 नम्बर गियर अगाडि हो। अब ह्यान्डब्रेक तल झार। माथि यसलाई हल्का माथि तान्ने अनि थिच्ने, तल झार्ने। ल हजुरराज नमस्ते। ल अब ब्रेक छोड्ने, ब्रेक छोडिदेऊ। ल अब बिस्तारै छोड्दै आऊ। भेरी गुड। हाम्रो भाइले आज एकदम राम्रो दोस्रो दिनमा पनि हाम्रै प्रगति गरेछ जे होस् केटोले। ल अब गर्दै आउने। खुट्टा चाहिँ ब्रेकमा राखिराख्ने बाबु। स्टिङ सिधा गर्दै आऊ। स्टिङ सिधा गर्दै। गुड। हाम्रो बाटो कता छ? खुट्टा कलचमा राख। सरी। ल हाम्रो गाइजहरू, हाम्रो भाइहरूले दोस्रो दिनमा पनि राम्रै जस गर्दैछ। उसले अब उसको 10 दिन 8 दिन 9 दिनपछि उसको राम्रो इम्प्रुभ हुन्छ। बाटो हेर्नुहोस् हाम्रो यस्तो छ। मजाले हेर्नु होला। हामीले चलाएको हेर्नु नहलाऊ। छोटो होला हेर्नुहोस्, हाम्रो भाइहरूले चलाउँदैछन्। सबैजना सिक्न चाहनुहुने इच्छुकहरूले आउनु होला है पञ्चकन्या मोटर ड्राइभिङ सेन्टरमा। सबैलाई स्वागत छन्। हजुरलाई सबैलाई केही कुरा गाडीको सम्बन्धमा केही बुझ्नु परेमा हजुरले मलाई कमेन्ट गर्दा पनि हुन्छ। हजुरलाई म रिप्लाई गर्नेछु। कमेन्ट गरेर सोध्नुहोस् गाडीको के सम्बन्धमा के बुझ्नु भएन भने। अफिस आयो हाम्रो भाइ, अर्को भाइ त्यहाँ बसिरहेछ सिक्नको लागि। हेर्दै गर्नुहोस्, यो भाइको सेकेन्डचोटिमा पाला आउँछ है। हाम्रो हिरो भाइ यहाँ बसिरहनु भएको छ। ल हेर्नुहोस्, हाम्रो कान्छोले खुट्टा ब्रेकमा कहाँ सुन्नु लगेको तिम्रो अगाडि हेर। अलि एकछिन तिम्रो थिच्ने बेला भएको छैन है। तिम्रो अलिक बिस्तारै पाला आउँछ, त्यो चाहिँ टेन्सन नल्याऊ। स्टिङबाट हेर, पहिला स्टिङ चाहिँ कन्ट्रोल हुनु पऱ्यो मेन। हाम्रो भाइले पनि दोस्रो दिनमा पनि दियोस् राम्रै चलाएको खुसी लागेको छ केटोले। अब 2-3 दिनपछि हजुरले फेरि हेर्नुपर्छ। 4-5 दिनपछि हजुरलाई म देखाउने छु। हस् त हजुर गाइज, कमेन्ट लाइक सेयर गरिदिनु होला प्लिज।